हजुर एक्लै छु। के कति कामले आउनु भएको थियो? बस्नु न। अब यहाँ आउनु पनि के काम छ हेर, तर मलाई खुसी लागेको छ। पुण्य दाइले घर चाहिँ बनाएर राख्ने मान्छे पाउनु भएछ। मलाई भन्नुभएको? तपाईँ बाहेक यहाँ अरू को छ र? पहिला पहिला घरबाट निस्कँदा सधैँ मलाई घर सम्हाल्दै भनेर निस्कनुहुन्थ्यो, आज केही नभनिकन जानुभयो। म घरमै भएर केही पनि नभन्नु भएको होला, तर तपाईँले सोचे जस्तो होइन। मलाई अचम्म लागेको कुरा, म यो घरमा बस्न थालेदेखि जो आए पनि सिर्जना र मेरो बिहेको कुरा उठेको छ। किन हो मलाई नै थाहा छैन। कुरा स्पष्ट छ त, घरमा डिभोर्स गरेर बसेकी छोरी छिन्। एकचोटि बिहे भइसकेपछि हत्तपत्त दोस्रो बिहे गर्न केटी मान्छेको लागि गाह्रो हुन्छ। तपाईँलाई घरमा बस्न दिएर फकाइ फुलाइ गरेर पुण्य दाइले तपाईँलाई सिर्जना भिराउन खोज्दै हुनुहुन्छ। त्यही भएर गाउँभरि तपाईँहरूकै हल्ला छ, सिर्जना र सिर्जनाको घरमा बस्न आएको सरको लसपस सुरु भइसक्यो भनेर। यताउता जाँदा सँगै हिँड्नुहुन्छ अरे, सिर्जना पनि तपाईँसँग मस्की मस्की हिँड्छिन् रे। तर मलाई अचम्म लागेको कुरा, तपाईँ जस्तो कुमार केटो भएर यसरी अर्काले बिहे गरेर बच्चा बोकिसकेको केटीको किन पछि लाग्नु भएको छ? मैले त बुझ्नै सकेको छैन कि तपाईँको पनि पहिलो घरबार बिग्रेको हो र? मेरो व्यक्तिगत जीवनको बारेमा तपाईँलाई के को चासो? कस्तो साँगुरो सोच तपाईँको? के डिभोर्स हुँदैमा फेरि बिहे नै गर्न हुँदैन भन्ने छ र? पहिलो कुरो त म सिर्जना मिसको पछि लागेको छैन। दोस्रो कुरो, यदि म उहाँको पछि लागेर साँच्चीकै उहाँसँग मेरो बिहे नै भयो भने पनि के फरक पर्छ भन्नु त? तपाईँलाई त नपर्ला, हामीलाई त पर्छ। तपाईँ सर जस्तो मान्छे, बालबच्चालाई राम्रो शिक्षा दिनुपर्ने मान्छेले आफै विकृति फैलाउँदै नहिँड्नु होला, नत्र स्कुलमा खाएको जागिर पनि च्याट होला। ख्याल गर्नु। आज म केसरी जस्तै बिरामी भएको भए, उसले मलाई छोडेर जान्छु भनेको भए उसलाई जान दिनुहुन्थ्यो कि बिरामी लोग्नेलाई छोडेर जाने स्वार्थी, पापिनी, धोकेबाज भन्दै गाली गर्नुहुन्थ्यो? के कुरा गरे बस्नु त तैँले? भन्नु न आमा, तपाईँहरूले के गर्नुहुन्थ्यो? जसरी अहिले मलाई बिरामी भएकी केसरीलाई छोड्दे, तँसँग तेरो जिन्दगी चल्दैन भन्नुभएको छ नि, म बिरामी भएको भए केसरीलाई पनि जा बुहारी, हाम्रो छोरासँग तेरो भविष्य छैन, त्यो जुनसुकै बेला मर्न सक्छ, त सानै उमेरमा विधवा हुन्छेस्, तैँले दुःख पाउँछेस्, बरु बेलैमा सोचेर अर्को घरबार घर भनेर पठाउनु हुन्थ्यो कि नै? के भयो बाबु तँलाई? किन हुँदै नभएको कुरा गरेर हामीसँग न्यु खोज्छस्? यथार्थ यही हो आमा, भवितव्य कसको जिन्दगीमा कतिखेर आउँछ कसैलाई थाहा हुँदैन। आज उसलाई लागेको रोग भोलि मलाई लागेर उसैले मेरो स्याहार गर्नुपर्ने दिन पनि आउन सक्छ। अहिले ठिक छ भन्दैमा जिन्दगीभर आफूलाई केही हुँदैन भनेर कसैले पनि घमण्ड नगरे हुन्छ। सुधा, यसलाई जान देऊ। पहिले पनि त सृजनाको बाबुले यसलाई घर ज्वाइँ राख्छु भन्दा हामीले पठाएकै हो। अहिले पनि जाओस्, म छु त तिम्रो साथमा। यो बुढेसकालमा घरमा भएको छोरालाई कसरी जा भनेर पठाउनु? म पनि हामीलाई छोडेर कसरी जान सक्छस्? त गइस् भने त हामी बेसहारा हुन्छौँ बाबु। अनि म गइनँ भने उता केसरी पनि बेसहारा हुन्छ आमा। तँलाई जन्म दिने आफ्नो बाउ आमा भन्दा त्यो प्यारी भाइ होइन? तँलाई हामीले जन्मायौँ, हुर्कायौँ, बढायौँ, पढायौँ, लेखायौँ, बुढेसकालमा हाम्रो सहारा होला भनेर मनमा आश पालेर बस्यौँ। अहिले आएर त हाम्रो वास्ता नगरेर त्यसको वास्ता गर्ने भइस होइन?
तँलाई हामीले ठुलो बनाएको बुहारीको जिम्मा लाउनु रहेछ होइन उसो भए? छोरीका बाबुआमाले पनि आफ्नो छोरीलाई ज्वाइँको जिम्मा लगाउँछन्। उनीहरूले पनि आफ्नो छोरीलाई कति मायाले हुर्काएर बढाएर पढाएर लेखाएर सक्षम बनाएका हुन्छन्। मन त उनीहरूको पनि त दुख्थ्यो आफ्नो मुटुको टुक्रालाई अर्काको छोराको साथमा सुम्पिँदा। तर छोराको आमा बाउलाई मात्र किन यस्तो लाग्छ बुहारी आएपछि छोरा उसैको भयो भनेर? सत्य कुरा त के हो भने नि आमा, छोरा भनेको बुहारीकै हो। जसरी तपाईँको लागि बा हुनुहुन्छ, केसरीको लागि म छु। अनि भोलि हाम्रा सन्तान भएछन् भने उनीहरूको सहारा पनि उनीहरूकै श्रीमान श्रीमती हुन्छन्। जवानी होस् वा बुढेसकालमा श्रीमान श्रीमतीको सम्बन्ध नै एकअर्कालाई साथ दिने सबैभन्दा नजिकको सम्बन्ध हो। उसो भए छोराको कर्तव्य चाहिँ केही हुँदैन? हामीले त सासू ससुरालाई हेऱ्यौँ त, उहाँहरूको सेवा गऱ्यौँ त। श्रीमतीलाई साथ दिनुपर्छ भन्दैमा बाउआमालाई हेला गरेर बुढीको सेवा गर्नु छोराको धर्म होइन। मैले त्यसो भनेकै छैन। बाउआमाको सेवा गर्नु छोरा छोरी बुहारी सबैको कर्तव्य हो। तर बाउआमाले पनि त उनीहरूको भावना बुझिदिनुपर्छ। उसो भए त्यसलाई यहीँ लिएन त, किन उसको पछि लागेर जानु पर्यो? सक्नुहुन्छ केसरीसँग नरम भएर बोल्न? तपाईँ उसलाई केहीको दबाब नदिनु, न सन्तान जन्माउन न घरको काम गर्न। तपाईँ मलाई वचन दिनुहोस्, त्यसपछि म उसलाई जसरी भए पनि लिएर आउँछु। भनेपछि यो सब मैले नै गर्दा भएको रहेछ। तेरो घर मैले नै बिगारेको रहेछु। ल्याएर सबै दोष मलाई नै लाइस होइन। सुन्नुभयो यसले के भन्यो? यसले पनि यसलाई आफ्नो बसमा पारिसकेछ। स्वास्नीको लागि आफ्नो आमालाई नराम्रो देखिस्? जा बाबु जा, उतै जा। अब म केही भन्दिनँ, जे मन लाग्छ त्यही गर। तिमी पनि अति गर्छौ यशोदा। चुपचाप लागेर कसैसँग न्यून नखोजिकन बस न। अब हामी जति दिन बाँच्छौँ सुखले आनन्दले बाँचौँ न। जति पीर चिन्ता लिनु थियो लिइसक्यौँ, जति हड्डी घोट्नु पर्ने थियो घोटिसक्यौँ। अब हाम्रो जीवन कति नै होला र? 5 वर्ष, बढीमा 10 वर्ष। त्यसपछि त यो सबै हामीले छोडेरै जाने। त्यही भएर अब पनि यो भएन त्यो भएन भनेर पीर लिएर केही फाइदा छैन। बुझ्यौ? दाइ, के भयो? हजुरआमासँग सल्लाह गर्नुभयो त? सल्लाह गरेर के गर्नु? न आमाको मन दुखाउन सक्छु, न केसरीलाई व्यवस्था गर्न। चेपुमा परे भाइ म। तपाईँहरूको घर झगडाले गर्दा मेरो पनि मनमा शान्ति छैन। यतिखेर म निकै दुविधामा छु। बिस्तारै उमेर बढ्दैछ। अब 1-2 वर्षमा बिहे पनि होला।
त्यतिन्जेलसम्म राम्रोसँग टिकेर खुट्टा जमाएर बस्ने कुनै पनि काम भएन भने मलाई पनि जीवन चलाउन गाह्रो हुन्छ। अस्ति एकचोटि तपाईँहरू घरमा कोही नहुँदा अनि तपाईँले पनि घरमा कहिले फर्केर आउँदिन भन्दा म निकै निराश भएको थिएँ। मैले पहिलोचोटि आफ्नो भविष्य पुरै अँध्यारो देखेँ दाइ। तँ चिन्ता नले, म घरमा नभए पनि तँ एक्लैले सबै सम्हाल्न सक्छस् भने सम्हाल। मलाई पनि खाना लाउन केही न केही चाहिन्छ। तँ हुँदाहुँदै म भैँसी बेच्दिनँ। भयो दाइ, मालिकै नभएपछि कामदार जति नै इमान्दार भए पनि व्यवसाय राम्रो चल्दैन। तपाईँ यहाँ नभएपछि म पनि यहाँ बस्दिनँ। म आजसम्म तपाईँ भनेर मात्र बसेको हुँ। तपाईँसँग हुँदा कहिले काम गर्ने मान्छे भन्ने महसुस गर्नु परेन। तपाईँहरूको परिवारको हिस्सा भएर बसेँ। इज्जत पाएँ, माया पाएँ। नत्र कामै गरेर पैसा कमाउने भएको भए योभन्दा पनि राम्रो ठाउँ थिएँ मसँग। मलाई माफ गरिदे भाइ। तैँले मलाई निकै ठुल्ठुला अप्ठ्यारोमा साथ दिइस्, तर मैले तेरो लागि केही गर्न सकिनँ। अब बेला भयो, तैँले पनि आफ्नो लागि सोच्नुपर्छ। म सधैँ मेरोमा नै काम गरेर बस्नुपर्छ भन्दिनँ। तैँले काम जानेकै छस्, अब आफ्नै व्यवसाय सुरु गर। बरु मैले के सहयोग गर्नुपर्छ गर्छु। सपना त मैले पनि ठुल्ठुला देखेको थिएँ, तर आफ्नो सपनाको घाँटी आफैले निमोठेर मारे। सोचे जस्तो सजिलो नहुँदो रहेछ जीवन। थाहा छैन अब के हुन्छ। कस्तो के हुन्छ? धेरै दोमन नगर। जा, यता जे हुन्छ म सम्हाल्छु। मानी छ भने केसरीलाई यतै लिएर आइज। सुख दुःख सबै परिवार मिलेर बसेको राम्रो। मानिन छ भने जबरजस्ती नगर। तँ पनि उतै बस। हाम्रा हात अझै बसेका छैनन्। जुन दिन हाम्रा हात पाखुरा चल्दैनन् त्यतिखेर भने आएस्। होइन भने हाम्रो लागि भनेर लोग्ने स्वास्नी छुट्टिएर बस्नु पर्दैन। यतैबाट जा, घर फर्किनु पर्दैन। तेरी आमाले बाटो छेक्छे। यता के हुन्छ फोनमा कुरा गरौँला। औषधि नियमित लिनुभएको छ नि क्या हो? अस्ति यहाँबाट जाँदा भन्दा आजको रिपोर्टमा झनै समस्या बढेको देखिन्छ। मलाई समस्या बढेर केही चिन्ता छैन डाक्टर। यही समस्याले म छिट्टै मरेँ भने पनि मैले गुमाउनु पर्ने केही छैन। मलाई यति भनिदिनुहोस्, मसँग समय कति छ? मैले आफ्नो कोखबाट बच्चा जन्माउन सक्छु कि नै? कस्तो कुरा गर्नुभएको? तपाईँको समस्या बढ्दो छ, तपाईँलाई बच्चा जन्माउने हतारो छ। पहिला भइरहेको समस्या समाधान गर्नुतिर लाग्नुहोस्। समस्या बढ्दै गयो भने झन् जटिल हुन्छ। सर्जरी गर्नुपर्ने हुनसक्छ, जुन खर्चिलो र जोखिम दुवै हुन्छ। मेरो मनको पीडा तपाईँले बुझ्न सक्नुहुन्न। सायद मनभित्रको कुरा त्यो रिपोर्टमा नदेखिएर होला। म सानो तिनो पिरले यसै यहाँ आकी होइन। त्यही भएर मलाई केही नलुकाई साँचो साँचो भन्नु न, मसँग कति समय छ? तपाईँसँग समय नै समय छ। तर मेरो कुरा ध्यान दिएर सुन्नुहोस्। तपाईँले आफ्नो ख्याल गर्नुपर्छ। नियमित औषधि खाने, खानपानमा ध्यान दिने, आफूलाई तनाव हुने कुराबाट टाढै राख्ने, मन शान्त राख्न सकियो भने मुटुकै समस्याको कारण तपाईँले मर्नु पर्दैन। फेरि पनि भन्छु, यी कुरामा ध्यान नदिएर लापरवाही गर्नुभयो भने समस्या झन् जटिल बन्दै जान्छ। त्यसपछि तपाईँले सजिलै प्राप्त गर्ने चिज पनि गुमाउनुपर्छ।
त्यही भएर कति पनि नआत्तिनु। तपाईँको उमेर नै कति भएको छ? बच्चा जन्माउनको लागि प्रशस्त समय छ तपाईँसँग। अहिलेकै अवस्थामा म आमा भन्न मिल्छ कि नाइ? किन यस्तो कुरा गर्नुभएको? अस्ति मैले तपाईँको श्रीमानलाई यसको बारेमा राम्रोसँग सम्झाएर पठाएको थिएँ। होइन तपाईँलाई उहाँले जबरजस्ती बच्चा जन्माउनुपर्छ भनेर दबाब दिनुहुन्छ कि अब? बच्चा उसलाई होइन, मलाई चाहिएको छ। म मरे मर्छु, तर आमा भनेर मर्छु। बरु के अपरेसन गर्नुपर्छ गर्नु, मुटुमा के मेसिन राख्नुपर्छ राख्नु, तर मलाई जसरी पनि आमा हुनु छ। आमा हुँदाको प्रत्येक पलको खुसीको महसुस गर्नु छ, प्रसव पीडाको छटपटी महसुस गर्नु छ, जसरी पनि। भयो, तपाईँ दुखी नहुनुहोस्। यो रिपोर्ट हेरेर त तपाईँ आमा बन्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर कसैले भन्नै सक्दैन। यहाँ त तपाईँको मुटु सम्बन्धी रिपोर्टहरू मात्रै छन्। तपाईँको पाठेघर सम्बन्धी जाँचको रिपोर्ट यहाँ छैन र त्यो विषय मेरो होइन पनि। यसका लागि तपाईँले गाइनोको डक्टरसँग भेट्नुपर्छ। अनि अस्ति नै तपाईँले यही रिपोर्ट हेरेर म आमा बन्न सक्दिनँ भनेर मेरो श्रीमानलाई किन भन्नुभएको? मैले त्यसरी भनेको थिइनँ। त्यतिखेरको अवस्था हेर्दा केही समय बच्चा जन्माउन हतार नगर्नु भनेको थिएँ। तपाईँ आमा भन्दा अरू सामान्य स्वस्थ महिला भन्दा तपाईँमा जोखिम बढी हुन्छ। त्यो हिसाबले सकभर अहिले नै आमा नबन्दा राम्रो हुन्छ भनेर सल्लाह दिएको हो। अब अहिले त झन् समस्या बढेको देख्दा देख्दै म त्यो सल्लाह दिनै सक्दिनँ। बुझेँ मैले, मेरो अवस्था कहिले सुध्रिँदैन। यसको मतलब म कहिले आमा बन्नै सक्दिनँ। यसरी निराश नहुनु नि, पुरै असम्भव छ त भनेको छैन। मुटुको जटिल अपरेसन गरेको महिलाहरूले पनि डक्टरको रहबरमा बच्चा जन्माउनु भएको छ, तर जोखिम अलिकति बढी हुन्छ। सकभर जोखिम किन मोल्नुहुन्छ भन्नुहोस् त? जोखिम भनेको के हो डाक्टर? त्यही मेरो ज्यानै त जाने होला। त्योभन्दा ठुलो जोखिम के होला र? यसै पनि मेरो जीवन छोटिँदैछ। बच्चा नभएर त्यही पिरले म तडपिँदै बस्नुभन्दा बरु जोखिम लिएर आमा बन्छु। के थाहा, आमा बनेको खुसीमा म अझै धेरै वर्ष बाँच्छु कि? ठिक छ, तपाईँको सोच पनि एकदम राम्रो। कहिलेकाहीँ साइन्सले असम्भव मानेका कुरा पनि चमत्कार भएर सम्भव भएका छन्। सबैभन्दा ठुलो कुरा तपाईँको हिम्मत हो। हिम्मत हुनु भनेको रोगलाई परास्त गर्ने शक्ति पनि हो। यो हिम्मत कायम राख्नु होला। केही औषध थपिदिएको छु, नियमित खानु होला। अहिले तपाईँहरू जान सक्नुहुन्छ। मेरो आत्मबल अझै कमजोर भएको छैन। सानो तिनो पीडाको दुखाइले मलाई छुँदै छुँदैन। यसलाई मेरो जिद्दी नठान्नु। यो जिद्दी नै मेरो हिम्मत हो। हस्। भाइ, खोइ मैले तिम्रो दिदीको जिद्दीको अगाडि साँचो कुरा भन्न सकिनँ। दिदीको स्वास्थ्य अवस्था एकदम बिग्रँदो छ। छिट्टै अपरेसन गर्नुपर्छ। तुरुन्त भिनाजु लिएर आयो। के रहेछ खबर बुझिस्? त्यो मास्टर अझै सृजना भाउजूकोमा बस्दो रहेछ। अहिले त झन् गाउँमा दुईजना हलगोरु जस्तै नारिएर हिँड्छन् रे। मान्छेको कुरा सुन्दा उनीहरू बीच लसफस भएको कुरा गर्छन्। साला, त्यो मास्टर फेरि कहाँबाट भिलेन भएर आयो? म सिर्जनासँग पुग्ने बाटोमा भएका सबै काँडाहरू पन्साउँदै जान्छु। मैले सफा गरेको बाटोमा आएर अर्कोले फाइदा उठाउँछ। मान्छेले तपाईँलाई पत्याउँदै पत्याउँदैनन्। मान्छेमा डर पैदा गर्नुपर्छ, अनि बल्ल डराउँछन्। तपाईँले जे भन्यो त्यही मान्छन्। खालि तपाईँ धम्की मात्रै दिनुहुन्छ, हिम्मतै गर्नुहुन्न। अनि अर्कोले फाइदा उठाउँदैन त? सिधै एक्सन गर्नु न। एक्सन गर्नको लागि म गुन्डा होइन के। केही समय अगाडि म पनि सोझो राम्रै मान्छे थिएँ। वसन्तले सिर्जनासँग बिहे गरेपछि बल्ल बौलाएको।
उसो भए फेरि बौलाउने बेला आएछ। उडाउँछ त्यो मास्टरले सिर्जना भाउजूलाई। अब त ज्यान जाला म त्यस्तो हुन दिन्न। दाजु ज्यान पो लिनुपर्ने देखियो। तपाईँलाई बौलाउन बाध्य बनाउने मान्छे यही होइन? बिचरा यसको के ज्यान लिन्छस्? यो आफै मरे समान छ। मान्छे मर्नलाई उसको सासै लिनु पर्दैन क्या। उसको परिवारमा भाँड भैलो मच्चाइदिए पुग्छ। यसले मेरो जिन्दगी बर्बाद पार्यो। मैले यसको जिन्दगी बर्बाद पारेर आफ्नो बदला पुरा गरेँ। अहिले त यसको जिन्दगी देखेर म आफैलाई माया लाग्छ। न यताको माया पायो न उताको माया पायो। दुईवटीसँग बिहे गरेर पनि एक्लो भएर बाँच्नुको पीडा सही नसक्नुहुन्छ होला है? सुन्दैछु अब त केसरीले पनि बच्चा बच्ची पाउन सक्दिन रे। बिचरा अब यहाँभन्दा बढी के बिग्रिन बाँकी छ र यसको जीवनमा? सबै त सकियो। केही सकिएको छैन मेरो। हिजो मसँग जे थियो आज पनि छ। हो, बिचमा मेरो जिन्दगीको गाडी धर्मराएको थियो। बाटो पत्ता नलागेर बिचमै अड्किएको थियो। अब सब क्लियर भएको छ। सिर्जना पनि मेरो साथी भएकी छ। केसरीले आज पनि मलाई उत्तिकै माया गर्छ अनि म केसरीसँग खुसी छु। खै मेरो त केही सकिए झैँ लागेन। बरु तेरो सकिँदैछ। जवानी, समय र जीवन बेलैमा सच्ची, नत्र तँलाई पछुताउने समयसम्म बाँकी नरहला। र अर्को कुरा, अबदेखि सिर्जनाको पछि लाग्न छोड्दे। उसको जिन्दगीमा अरू कोही आएको छ। सिर्जना उसैसँग खुसी भएर बाँचेको हेर्न मन छ मलाई। र म उसको खुसीको लागि सधैँ उसको साथमा छु। बुझिस्? त्यत्रो महाभारत पढाएर गयो, तपाईँले त केही पनि बोल्नु भएन त दाजु? अब बोल्ने होइन, एक्सन गर्ने हो। म हुँदाहुँदै सिर्जना अरूसँग खुसी भएको हेर्ने यसको चाहना कहिले पनि पुरा हुन दिनु। आज जेसुकै होस्, सिर्जनाको सिउँदोमा सिन्दुर हालेर आफ्नी बनाउँछु। मैले आज सिर्जनालाई आफ्नी बनाउन सकिनँ भने जिन्दगीभर सिर्जना भनेर फेरि फेरि कहिले पनि बौलाएर हिँड्ने छैन। लेखेर राख। जाउँ हिँड, तेरी भाउजूलाई ल्याउने तयारी गर्नु। सिर्जना खोइ, सुनिनस्? सिर्जना खोइ। बुवा र सिर्जना मिस देउराली मन्दिरमा जानुभएको छ। के काम हो? उहाँहरू आउनुहुन्छ अनि आउनु होला। साले, काम त तँसँग हो। तँ अझै यही घरमा छस्। मैले तँलाई अस्ति त्यत्रो भन्दा पनि तँ निस्केर गइनस्। तपाईँ को हो र मलाई निस्केर जा भन्नलाई? मलाई जहाँ बस्न मन लाग्छ म त्यहीँ बस्छु। अझै ठुलो कुरो गर्छस्? मास्टर हुन आकोस्, विद्यार्थी पढाएर आफ्नो गुजारा चला, नत्र भएको जागिर पनि हात धोएर जानु पर्ला। मेरो बलबुताले पाएको जागिर हो। तिम्रो बाउले दिएको जागिर हो र छोडेर जानलाई? हे भगवती, जसरी परेवा बन्धनबाट मुक्त भएर खुल्ला आकाशमा उड्दैछन्, मेरी छोरी पनि यो परेवा जस्तै स्वतन्त्र भएर उड्न पाओस्। यसले उड्ने आकाशको कुनै सीमा नहोस्। मैले हजुरको चरणमा आएर दर्शन गर्छु भनेको थिएँ। आज छोरी सहित आएको छु। मेरो कामना भनेको
उसको नयाँ जीवन छिट्टै सुरु होस्। उसले चाहेको रोजेको जस्तो जीवन साथी उसको जीवनमा आएर उसको जीवन सुखमय होस्। हे भगवती, हजुर साक्षात् हुनुहुन्छ, सबैको मनलाई बुझ्नुहुन्छ। मेरो मनमा के पीड छ सबै हजुरलाई थाहा छ। म जीवनको बाटोमा धेरै अल्मलिएकी छु। एकचोटि गलत बाटो हिँडेर पछुताएकी छु। अब मलाई सही मार्ग देखाउनु है। बरु त्यो मार्गमा म एक्लै हिँड्न सक्छु, तर गलत मान्छे अब मेरो जिन्दगीमा नपठाउनु। निकै बेर हात जोडेर के मागिस्? मेरो मनको पीड सबै भगवतीलाई थाहा छ। मैले के माग्नुपर्छ? त्यो त हो, तैपनि भक्तको इच्छा सुन्ने चाहना देवीलाई पनि हुन्छ होला। उसो भए तपाईँले के माग्नुभयो भन्नु त? मैले अरू के माग्नु छ र? मेरी एउटी छोरी थिई, निकै ज्ञानी, मनकारी, अनुशासित, संस्कारी। त्यो छोरी कतै हराएकी थिई। मैले त्यही हराएकी छोरी मागे जो पहिला थिई। उसो भए तपाईँले मागेको पुरा भइसक्यो। कसरी? तपाईँकी छोरी फिर्ता आइसकी। देखिस् मेरो तागत? अस्ति खुब हिरो पल्टेर सिर्जनालाई मबाट खोसेर ल्याएको थिइस् हैन? आज तेरै आँखा अगाडिबाट उसलाई लिएर जान्छु। ओए, हेर त कसको फोन आएको रहेछ? हेड सरको फोन काटेर अफ गरिदे। अब थाहा हुन्छ कसका बाउले दिएको जागिर रहेछ। तँलाई स्कुलबाट मात्र होइन, यो गाउँैबाट बेइज्जत गरेर कालो मोसो दलेर खेदाउने व्यवस्था गर्छु। खुब इन्द्रियसँग जोरी खोज्ने होइन? यसको बन्दोबस्त भइसक्यो दाजु। हिँड्नु जाउँ बजार। भाउजूहरू मन्दिरबाट आउनु अगाडि नै सिन्दुर र माला किनेर ल्याउँ। तपाईँलाई याद होला नि, अघि मसँग के भन्नुभएको थियो? याद छ। आज मैले सिर्जनासँग बिहे गर्न सकिनँ भने जिन्दगीभर म उसको पछि लाग्दिनँ भनेको थिएँ। तर यसलाई यत्तिकै छोडेर जाने र? यो मुलाले अब के गर्न सक्छ? न मुख खोलेर गुहार माग्न सक्छ, न हात खुट्टा खोलेर भाग्न सक्छ। खै तिम्रो दिदी आज घरमा छैनन् कि? विवेकलाई लिएर अस्पताल जानुभयो बिहानै। के भएर फेरि? खै मलाई सबै कुरा भन्ने भए पो। घर गएको मान्छे अचानक आउनुभयो कि नआउनुभयो, उता घरमा के भयो दिदी भनेर मैले सोधेकी थिएँ। घरमा जे भए पनि, श्रीमानसँग जसोसुकै भए पनि आफ्नो घरको कुरा अरूको अगाडि भन्नुहुन्न भनेर तैँले भने कि होइन? किन फेरि सोध्दैछेस् भनेर जवाफ दिनुभयो। त्यसपछि मैले केही बोलिनँ। पक्का घरमा गएर झगडा भएको होला। आज तिनीहरू अस्पताल होइन अदालत गएका होलान् डिभोर्स गर्न। तिमीलाई के को चासो? जासुकै जाउन्। यहाँ घर कुरेर बस, म बाख्रालाई स्याउला लिएर आउँछु।
दिदी एकछिन रोकिनु त। तपाईँले के सोच्नु भएको छ? हामी हस्पिटल त पुगेर आयौँ, भिनाजुसँग के भन्नुहुन्छ? तँ पनि त्यही थिइस् त, सुनेनस्? मुटुको जटिल अपरेसन गरेको महिलाले पनि डाक्टरको रोहबरमा बसेर बच्चा जन्माउन सक्छन् भनेर। भन्न त त्यस्तो गऱ्यो भने जोखिम पनि हुन्छ भनेको छ त। जोखिम त भाइ अहिले हामी हेर्दा पनि हुन्छ। हेर्दा हेर्दै माथिबाट ढुङ्गा खसेर लाग्न सक्छ, रुख ढलेर थिच्न सक्छ, जङ्गली जनावर आएर आक्रमण गर्न सक्छ। जोखिम बिनाको जीवन नै हुँदैन। उसो भए जानुहुन्छ घर? सहन सक्नुहुन्छ आमाको वचन? मलाई मर्नु छ र त्यहाँ गएर? अनि बच्चा जन्माउन जिद्दी गर्नु पनि त मर्नको लागि काललाई निम्ति आए जस्तै त हो नि तपाईँको लागि। म मरे मर्छु, तर आमा भएर। यदि बसन्तले मलाई माया गर्छ भने मेरो अन्तिम इच्छा पुरा गर्न ऊ आउँछ मसँग। म आउन दिन्न मलाई। मन लागेन जा भन्यो, फेरि मन लाग्यो आइज भन्यो। भिनाजुलाई खेलाउन सम्झिनु भएको छ? तपाईँ आफैले उसले दुःख पाउँछ, म उसको जिन्दगीमा बोझ भएर बस्दिनँ भन्नुभएको होइन? अहिले फेरि आफ्नो कुरा किन फेर्दै हुनुहुन्छ? कुरा त तँ आफैले फेर्दैछस्। हिजो जबरजस्ती भिनाजुलाई यहाँ ल्याउन खोजेको थिइस् त। अनि तपाईँले पनि भिनाजुलाई यहाँ ल्याइस् भने के भन्नुभएको थियो? याद होला नि कि बिर्सिनु भयो? त्यही भएर तपाईँ पनि आफ्नो बोलीमा अडिग हुन जान्नुहोस्। घरि यो घरि त्यो नभन्नु, मस्तसँग यहाँ बस्नु, केही पनि पिर नगर्नु, राम्रोसँग ठिक हुनु, अनि जे गर्न मन लाग्छ त्यही गर्नु। के खोज्नु भयो होला? सुन बेच्नु पर्ने थियो, लिनुहुन्छ? बिल ल्याउनु भएको छ? बिल त छैन। बिल नभएको सुन त लिन मिल्दैन त। पहिला बिल लिएर आउनुहोस् न। बिल त कता हरायो थाहै भएन। जसरी भए पनि लिनु न, मलाई एकदमै आपत परेर बेच्न आएको। सुन जस्तो चिज बिना बिल लिन मिल्दैन। त्यही माथि यसरी बेच्न ल्याएको सुन चोरीको पनि हुनसक्छ। त्यसैले हामी बिल बिना किनबेचै गर्दैन। के रे, तपाईँलाई म चोर जस्तो लाग्यो? यो अनुहार हेर्नु त, म चोर जस्तो लाग्छु?
किन रिसाउनु भएको? तपाईँलाई मैले चोर भनेकै छैन। यसरी बेच्न ल्याएको चोरेको पनि हुनसक्छ पो भनेको त। उसो भए लिनु न त, बरु पुरै पैसा दिनु पर्दैन। तपाईँले नाफा राखेर मलाई सस्तो दाम दिए पनि हुन्छ। कहाँबाट लिनुभएको? कहाँबाट रे? यहीँबाट त लगेको हो नि। त्यही भएर त म यहाँ आएको। आफैले बेचेको सामानको बिल किन चाहियो भन्नु त? पक्का यहीँबाट हो र? खोइ हेरौँ त। ल हेर्नु न, बेकारमा बिल खोजेर तपाईँले पनि। के हेर्नु भएको त्यसरी? यहाँबाट कहिले लानुभयो भन्नु त? भयो होला 2-3 वर्ष। पहिलो कुरा त आफ्नो पसलमा बनेको सामान हामीलाई पुरा याद हुन्छ। दोस्रो कुरा, यो पसल खोलेकै जम्मा 6 महिना भएको छ। तिमीले 2-3 वर्ष अगाडि किनेको हो भनेपछि पक्का भयो। यो सुन चोरीको हो। कहाँबाट चोरिस? म पुलिसमा खबर गर्छु। त अब जेल जान्छस्। बिनाजु, कतिखेर आउनुभएको? अलि अगाडि आएको। घरमा कोही पनि देखिनँ। चुक्की लगाएको रहेछ। घर वरिपरि कतै गएका होलान्, आइहाल्छन् भनेर कुरेर बसेको। आँखा लागेछ। तिमीहरू कहाँ गएर आएका? अस्पताल। किन? के भयो र फेरि? गाह्रो भयो? दिदीको मन शान्तिको लागि गएको। तपाईँले भनेको कुरामा विश्वास नलागेर। तर अवस्था पहिलेको भन्दा झन् बिग्रेको छ अरे। कहिले आफ्नो ख्याल गर्ने भएको? खाली पिर मात्रै लिन्छे? मैले पिर लिने तेरै त हो। त टाढाबाट बिग्रेको हो मेरो स्वास्थ्य। अब त आइस सबै ठिक हुन्छ। मलाई छोडेर त जाँदैनस् नि? जाँदिन। तँलाई थाहा छ डाक्टरले के भन्नुभयो? मुटुको ठुल्ठुलो अपरेसन गरेको महिलाहरूले पनि डाक्टरको रोहाबरमा बसेर बच्चा जन्माएका छन् रे। मेरो त अपरेसन पनि गरेको छैन। मलाई केही पनि हुँदैन रे। जोखिम हुन्छ भनेको छ त। चुप लाग त। आफै डाक्टर भए चाहिँ गर्छ। सुषमाको बुढाबुढी पनि घरमा रहेनछन्। ढोका खोलेर बिनाजीलाई भित्र लिएर हिँड्न। जाम बिनाजु आउँ। हे भगवान, कसले गरे यस्तो? पक्कै पनि त्यो चोरको काम होला। पैसा त राख्नु भएको थिएन नि? पैसा त सबै लगेकी थिए, तर सुन यही बाक्सामा राखेकी थिए। नभन्दै लगेछ। त्यत्रो सुनको चुरा। बसन्त, तैँले दिएको सुनको चुरा र यो एकै ठाउँमा राखेकी थिए। कहाँ लिएर गयो होला? जाउँ न यिन खोज्न। चल नातिकी नि बस, हामी खोजेर आउँछौँ। ल, म पनि जान्छु। कति बजे हेर त? 1 बजे दाइ। त्यो भागेको त छैन नि, गएर हेर त एकचोटि। छिटो माथि आउनु त। के भयो गङ्गे? हेर्नु त बेहोस भए जस्तो छ। पानी ल्याएर सम्किन। मास्टर,
ओए उठ। भाउजू आइपुग्नु भयो। लौ बर्बाद भयो। यही बेला यो बेहोस भयो। अब के गर्ने? हामीलाई के मतलब? सिधै भाउजू लिएर जाऊँ न। सिधै लैजान त्यति सजिलो छ र? यो बाँचेको भए पनि यसलाई मारिदिन्छौँ भन्ने डर देखाएर सिर्जनालाई लान कति सजिलो हुन्थ्यो। यसको ज्यान बचाउनु भए पनि त्यो हामीसँग जान्थी। अब यही बेलामा यो बेहोस भयो। भनेपछि यिनीहरूले मेरो ज्यान मार्ने धम्की दिएर सिर्जना मिसलाई लाने योजना बनाएका रहेछन्। अब म यिनीहरूको योजना सफल हुनै दिन्न। म बेहोस भएको नाटक गरिराख्छु। हेरौँ के गर्दा रहेछन्। ए बाबु त घरमै हुनुहुँदो रहेछ। मनोज बाबु, बाबु, ए बाबु, अब के गर्ने? अब हामी बाहिर गएनौँ भने उनीहरू भित्र आउँछन्। उनीहरू भित्र आयो भने यसलाई बेहोस भएको देख्यो भने झन् ठुलो लफडा हुन्छ। बरु हामी आफै बाहिर गएर तिनीहरूलाई पनि ल्याएर बाँधेर अर्को कोठामा राखौँ। ए मास्टर बाबु, बाबु त निदाउनु भयो जस्तो छ। जा त गएर हेर, आउँदाखेरि एक गिलास पानी ल्याएस्। कस्तो तिर्खा लाग्छ। के गर्छस्? मैले